संविधान 2072 ले पनि नेपाललाई बहुजातीय बहुधार्मिक बहुसांस्कृतिक मुलुकको अंगीकार गरेको छ र तपाईले देख्नु भएको छ पूर्वमा विभिन्न समयमा हाम्रो विशेष गरी लिम्बू समुदायले पहिचानको आन्दोलनहरू पटक पटक गरिरहेको अवस्था छ र तत्कालीन सरकारहरूले पनि आन्दोलनरत पक्षसँग विभिन्न सन्धि सम्झौताहरू सन्धि भन्दिनँ म सम्झौताहरू गरेको छ तर जो सम्झौता इमानदार कार्यान्वयन गर्नको लागि सरकारले खुट्टा कमाइरहेको अवस्था छ र मैले यसलाई यति नै भने र यो आजको यो सन्दर्भमा विशेष गरी 4 मनाउने सन्दर्भमा हामी रहेका छौँ म तपाईहरु सम्पूर्णलाई विशेष शुभकामना दिन चाहन्छु र यो क्षेत्रको विकासको लागि संरक्षणको लागि स्थानीय सरकारले विशेष महत्त्व र चासोको साथ हेर्नेछ भन्ने पनि मैले विश्वास दिएको छु र आदरणीय दिदी यही हुनुहुन्छ हामी सामु हुनुहुन्छ राजनीति दिदी र मलाई थाहा छ यहाँको समस्या र खाने पोखरीभित्र पनि थुप्रै समस्याहरू छ हामीले देखिरहेका छौँ हामी भौगोलिक रूपमा कानेपोखरी मोरङ जिल्ला पुग्दै एउटा विकसित जिल्ला भए पनि कानेपोखरी गाउँपालिका त्यो ठाउँमा पुग्न सकेको छैन हामी भौगोलिक रूपमा कानेपोखरी गाउँपालिकाको यो सहयोग र सद्भाव र प्रेमका लागि मैले उहाँहरूलाई पुनः धन्यवाद दिनुपर्ने हुन्छ र आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको हामीलाई आवश्यकता छ पक्कै पनि हामी त्यो स्थितिमा पुग्नेछौँ र तपाईँको साथ सहयोग हामीले पाइ नै रहनेछौँ। जनजागृति